साथीहरु आजको यो भिडियोमा म तपाईहरुलाई फेसबुकबाट कुनै पनि भिडियो सजिलो तरिकाले र हाई क्वालिटीमा कसरी डाउनलोड गर्ने भन्ने कुरा सिकाउने छु। भिडियोलाई ध्यानपूर्वक अन्त्यसम्म हेर्नुहोस्, तपाईले पक्कै पनि सिक्नुहुनेछ। सबैभन्दा पहिले आफ्नो फेसबुक एप खोल्नुहोस्। अब आफ्नो फेसबुक पेजमा जानुहोस् अनि त्यहाँको कुनै पनि रिल वा भिडियो जुन तपाई डाउनलोड गर्न चाहनुहुन्छ त्यसलाई खोल्नुहोस्। जस्तै मलाई यो भिडियो डाउनलोड गर्नु मन छ। अब यो तल देखिएको शेयर आइकनमा टच गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस खुल्छ अनि तल देखिएको कपी लिंक भन्ने बटनमा टच गर्नुहोस्। अब फेसबुकबाट बाहिर निस्कनुहोस् र कुनै एउटा ब्राउजर खोल्नुहोस्। म यहाँ क्रोम ब्राउजर प्रयोग गर्दै छु। अब माथिको सर्च बारमा टाइप गर्नुहोस् फेसबुक भिडियो डाउनलोड। त्यसपछि पहिलो नम्बरमा देखिने स्न्यापसेप भन्ने साइटमा जानुहोस्। यो साइट खुलेपछि यस्तो पेज देखिन्छ। अब यहाँको सर्च बारमा लामो समयसम्म थिचेर राख्नुहोस् अनि माथि देखिने पेस्टमा टच गर्नुहोस्। हामीले फेसबुकबाट कपी गरेको लिंक यहाँ पेस्ट भयो। अब तल देखिएको डाउनलोड बटनमा टच गर्नुहोस्। त्यसपछि फेरि देखिने डाउनलोड एसडी नाउमा टच गर्नुहोस्। अब कहिलेकाहीँ यहाँ 15 सेकेन्ड जतिको एडभर्टाइजमेन्ट देखाउँछ, देखाए पनि केही फरक पर्दैन, पर्खनुहोस् र हेर्नुहोस् अब भिडियो डाउनलोड हुन थालिसक्यो। डाउनलोड भएपछि त्यो भिडियो तपाईको मोबाइलको ग्यालेरीमा सेभ हुन्छ। ग्यालेरी खोलेर सजिलै हेर्न सक्नुहुन्छ। यसरी तपाईले पनि फेसबुकबाट सजिलो र हाई क्वालिटीमा भिडियो डाउनलोड गर्न सक्नुहुन्छ। धन्यवाद। यदि भिडियो मन पर्यो भने लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोला।